पार्टीको लागि कान काट्छु भनेको कान होइन मैले बालिनको लागि घाँटी नै काटिदिन्छु के गर्ने त अब बोल्न त पाइयो नि त नराम्रो उसले कसले बोलेको होइन तपाईहरुलाई हुन त नराम्रो त के अरे राम्रो त पच्दैन पस्न त होइन तर उहाँहरूले चाहिँ गाली नगर्नुस् के तपाईहरु किन गाली गर्नुहुन्छ फक गर्दै के गर्नु भएको छ उहाँले अनि परिवारको फोटो उठाउनु फेरि त्यस्तो नगर्नुस् तपाईहरु भनेपछि एकजना कान काट्न रेडी एकजना घाँटी काट्न म घाँटी काट्दिन्छु बालनको लागि घाँटी काट्दिन्छु हाम्रो दिदीको बहिनीको सम्बन्ध कस्तो छ हेर्नुस् न तपाईले केपी ओलीको लागि कान काट्ने उहाँले बालनको लागि घाँटी काट्ने एकदमै अनि हामी दिदीबहिनी सम्बन्ध त बिग्रेको छैन त उहाँलाई नेपालै आउनुस् हामीले उहाँलाई मैले विदेशमा जेल बस्न भन्दा नेपालै आउनुस् नेपालमै गरी खाने मैले पनि गरेर खान्छु तपाईँ पनि आउनुस् भने इक्जाम्पल हो के इक्जाम्पल उहाँ केपी ओली म बालेन इक्जाम्पल हाम्रो देश एउटै मातृभूमि एउटै हाम्रो भाषा एउटै बोली एउटै रगत एउटै हरेक कुरा एउटै हामीलाई मेन कुरा चाहिएको देश बन्नु पर्यो सारा जनताले गरिबले र धनीले काम पाउनु पर्यो र अनि देश परिवर्तन हुन पर्यो परिवर्तन देशले होइन हामीबाट हुने हो हामीबाट हुने हो परिवर्तन भनेको देश बनेर मात्रै होइन कि हामीबाट परिवर्तन गर्ने हो बालेन शाहलाई 100 मा कति नम्बर दिनुहुन्छ त म त 100 मा त 1 करोड दिन्छु 100 मात्रै होइन करोडै दिन्छु तपाईले अनि त्यही हो मेरो केपी शर्मा ओलीलाई त्यति नै दिन्छु बालेनलाई हैन तपाईले केपी ओलीलाई बालेनले नराम्रो काम गरे यो हात उड्छ राम्रो काम गरे उहाँलाई शुभकामना हैन त्यही हो के कुरो त त्यही हो नि त तपाईहरु एकदम आत्मीय हुनुहुन्छ तर यो दलीय समर्थन चाहिँ किन फरक हुन पुगेको घरमा एउटै घरमा परिवार त भाइ रासपा दाइ एमाले भाइ के अरे दिदी काङ्ग्रेस हुन्छ हामी त साथीभाइ टिकटकमा चिने अब दिदीबहिनी उहाँको पनि दिदीबहिनी हुनुहुन्न अरे मेरो त हुनुहुन्छ पनि तर उहाँलाई पनि दिदीबहिनी मैले मानेछु दर्शकहरूलाई आश्चर्य चाहिँ के लागेछ भने एमालेको समर्थन गर्ने तपाईँ र बालेनको समर्थन गर्ने उहाँ कसरी मिले भन्ने कुरा हो चाहिँदो रहेछ त उहाँको अभिभावक नआउँदा म आएँ उहाँलाई हौसला दिएँ मेरै घरमा लान्छु मेरो घर त छैन पुरामा लान्छु उहाँलाई चाहिँ अब सकिन अब कस्तो बनाउन सक्छु उहाँलाई खाना पनि मिठो नमिठो खुवाउँछु मैले उहाँ बहिनीलाई चाहिँ घर परिवार समक्ष पनि फोन गरेर उहाँको परिवारसँग पनि भेटाइदिन र हेल्प उहाँलाई के चाहिन्छ त्यो कुरा मैले गर्छु जस्तै अब होइन